नमस्कार साथीहरू, यहाँलाई स्वागत छ हाम्रो युट्युब च्यानलमा। अहिले नेप्से लगातार घटेको गरेको बेलामा चाहिँ सबैको चासोको विषय हामी सबैको चासोको विषय चाहिँ बजारमा बटन कहिले लाग्छ र कहिले फर्किन्छ बजार होइन, कहिले अपट्रेडमा लाग्छ भन्ने सबैको क्वेसन छ होइन। अहिले चाहिँ एकदम चरम निराशा भइरहेको र प्यानिक सेलिङ भइरहेको अवस्थामा चाहिँ यो हुनु सबैको चासोको विषय नै हो होइन। त्यस कारणले आज चाहिँ हामी एक दुईवटा टपिकमा कुरा गरौँ। त्यस चाहिँ अब कहिले चाहिँ छिटै लाग्दैछ कि अथवा लाग्दैन कि के कारणले चाहिँ यो घटेको हो त्यो बारेमा चर्चा गरौँ पहिला। अनि त्यसपछि कसरी बढ्छ अथवा बढ्न कहिलेदेखि सुरु गर्छ त्यो बारेमा हामी बुझ्न सक्छौँ। पहिला अहिले यो चरम निराशा र घटिरहेको अवस्थाको कारण भनेको चाहिँ एउटा भनेको जुन मौद्रिक नीति अस्ति आएको थियो, त्यो जुन मौद्रिक नीतिमा चाहिँ जुन लगानीकर्ताले आशा गरे अनुसारको कुरा नआएको कारणले पनि एकदम घटेको हो एउटा कारण। र अर्को कारण चाहिँ यो असार मसान्तको प्रेसरको कारण मान्छेलाई सबैको सबैलाई लाग्ने कुरा चाहिँ यो असार मसान्तमा मान्छेले सेयर बेचेर आफ्नो ऋण तिर्छन् अथवा लोनको पेमेन्टहरू गर्छन्, करहरू तिर्छन् भनेर असार मसान्तमा घट्छ भन्ने सबैलाई लाग्थ्यो। र त्यही कारणले पनि अहिले असार मसान्तमा यो घटेको बेलामा पनि अब यो फोर्सफुल्ली घटेरै बेचुन् भनेर नि मान्छेलाई बेच्न पर्ने मान्छेहरूलाई पनि फोर्सफुल्ली घटाएर बेचाइरहेको जस्तो देखिन्छ। र अर्को कारण भनेको जुन ब्रोकरहरूले दिने कतिले उधारोमा कारोबार गरिरहेको हामी सुन्छौँ होइन, त्यो उधारोको कारोबार पनि अहिले यो असार मसान्तमा र यो सेटलमेन्ट चाहिँ गराइदिनु भनेर उनीहरूले फोर्सफुल्ली सेल गर्न लगाउँछन् होइन। र अर्को भनेको यो ठुला प्लेयरहरूले अथवा खेलाडीहरूले पनि धेरै बढाउन नचाहेको जस्तो पनि देखिन्छ होइन। किनभने आज पनि हेर्दाखेरि दिउँसोसम्म एउटै रेन्जमा कारोबार भइरहेको थियो। लास्टमा बिबिसीहरू घटाएर होइन, बिबिसीलाई घटाएर गरेर चाहिँ फोर्सफुल्ली 2600 मुनि झारेको जस्तो देखिन्थ्यो होइन बजार। त्यस कारणले पनि त्यो बढाउनै नचाहेको हो जस्तो जस्तो लाग्थ्यो। र अर्को भनेको अहिले जुन नयाँ लिस्टिङ भएका धेरैवटा कम्पनीहरू थिए होइन, उनीहरू त्यो कम्पनीहरू घटेर पनि नयाँ आइपिओहरूको कम्पनी घटेर पनि अलिकति बजारलाई तल झारेको जस्तो देखिन्छ। र अब यो कारण चाहिँ छिटै सकिनेवाला जस्तोवाला देखिन्छु होइन। किन भन्दाखेरि अहिले जुन यो यो मोदी नीतिको ऊ पनि सकिन्छ होइन, एक दिनको न्युजको इफेक्ट सकिन्छ। अर्को भनेको असार मसान्तको प्रेसर पनि अब आज र भोलिसम्म बेचेको मान्छेले त पैसा पाउला, नत्र त्यो पैसा अर्को हप्तादेखि बेचेको मान्छेले पैसा नपाउने भयो भने त्यो त्यति सेलिङ नआउला। र अर्को कारण भनेको जुन यो उधारको सेटलमेन्ट भनेको त्यो नि अब धेरै समय उ नहोला होइन। त्यस कारणले अब बटन लाग्न लागेको हो कि जस्तो नि देखिन्छ होइन। यो चाहिँ नेप्सेमा बटन लाग्दाखेरि चाहिँ दुई चारवटा कुरा हुन्छ होइन। एउटा चाहिँ एकदमै तल्लो लेभलमा आएर मान्छेले सेयर बेचिरहेको हुन्छ। अनि अर्को चाहिँ बजारमा एकदमै फ्रस्ट्रेसन हुन्छ, मान्छेहरूले एकदमै सेयरको बारेमा बोल्नै नचाहेको होइन, एकदम कुरा गर्नै नचाहेको, सबैलाई भित्तो पर्दो बोर्डदेखि अर्थमन्त्री सबैलाई गाली गरिरहेको जस्तो त्यस्तो अवस्था हुन्छ होइन। त्यो त्यो अहिले त्यही अवस्थामा गुज्रिरहेको छ, सबैतिर हामी गाली गरिरहेको गरिरहेको जस्तो देख्छौँ होइन। त्यस कारणले पनि अब चाहिँ बटन लाग्न लागेको हो कि भन्ने हामी आशा गर्छौँ होइन। तर त्यही पनि कन्फर्म चाहिँ हुँदैन। त्यही पनि अब अहिले 2600मा अड्किरहेको छ बजार। अब भोलि 2600बाट माथि गयो, अलिकति राम्रो कारोबार हुँदै गयो र यो आवली क्यानलमा 2620 माथि गयो भने चाहिँ यो जुन हिजोको हिजोको ह्यामर त्यो क्यान्डल थियो, यो 2620 माथि गयो भने चाहिँ हामी राम्रो अब चाहिँ र्याली आउला है, थोरै भए पनि स्विङ आउला भनेर बुझ्छौँ होइन। तैपनि पछि हेरौँ यो 2660 माथि गयो भने चाहिँ यो अबको स्विङ चाहिँ आउनु लाग्यो भनेर बुझ्छौँ होइन। तर अहिले स्ट्रङ डिमान्ड जुन नै भएको कारणले चाहिँ यहाँबाट फर्किन सक्ला कि भन्ने नि हामी एक्सपेक्ट गर्न सक्छौँ। आज अब धितो बोर्डबाट नै आएको छ सुधारको कार्यक्रमहरू छिटो सुरु गर्छौँ भनेर आएको छ होइन। त्यसैले अब चाहिँ बजार बटन लाग्न लागेको जस्तो लाग्छ मलाई पनि होइन।